त्यसरी त ढिला भन्नु जति टाइममा लियो त्यो खप्दैन कहाँ त्यसरी हुन्छ त नि अनि कसरी खाने भन्नु यो बुढा त खोरो मैले पनि धेरै फक फाके देखिदिएको चाहिँ यो फुटाल्नलाई चम्चा त ल्याउनु यो पोखिन न चम्चा दिउँ त पोखेर फेरि क्यान्सल भयो नि फेरि एक थोपो गएछ नि क्यान्सल भयो त्यो त पोखिन्छ पो कि यहाँ हालेर खानु त्यो पोखेर क्यान्सल भयो फेरि सर्ट त त्यो जिब्रा चाट्ने हो बाबरे 20 वटा छ हैन देखिन कम्पिटिसन म दिन्छु हो हैन भाइले दिने हो जीवनले हैन यता भाइले दिने नेपालले यार 10-12 वटा अन्डा त्यसरी जिम गर्दा खाऊ खाजा हो पाला खाइसक्यो त जिम गर्दा पत्रो बढी दियो बोल्दै उक्का क्यान्सल भयो उक्का होइन ए गरे पनि क्यान्सल घटक्कै बहुत त्यतिहरु यत्रो कति पैसा हाने 1 किलो गर्नु टाइम चाहिँ राखेन हैन टाइम होइन नि यो त्यो चुएर छ नि त मर्दा नि अलिअलि बुटाले खस्दैन यो बुटाले खान्दैन बरु हल्का टप्प टप्प झर्छ अनु त्यो क्यारेट पनि देखाउँ न भिडियोमा क्यारेट पनि देख्छ हैन बाजी राख्ने र खाने है दुईजना ल रमाइलो छ आज ए जाँदैन 8 वटा अन्डा 12 वटा त खाइसक्यो हानिसे त त्यति त हानि हान्दैन के भने यार जीवन यहाँ दङ्ग पर्ने छ अलि हेर मैले अलि एउटै खानु सकिन अझै आधा क्यारेट पनि आइन्छ सर्तै ल्याए पैसा पाइँदैन अझै आधा क्यारेट पनि हान्छ त्यो फेरिमा अन्डा खानु पाइयो अनु ए हैन मुडी गरिदिनु हैन तपाईलाई अनि त नबोल्न खान्छ झ्याउ छोडा होइन 20 वटा हुन्छ खाजा त यो हुँदै फेरि हुन्न के त्यही हुँदैन पाकेको खान्थ्यो भने त काँचै निद्रा आउँछ दारु खाँदा बढी निसा आउँछ हामीले कति दिन गर्नु दङ्गो पर्छ हाँसो लाग्छ फाइनल हो फाइनल कसले हान्दा अब दिएर आमले सुत्छ निसा आउँछ मान्छे जति कति दिस लाग्यो मले म दिन्छु 20 वटा हो अनि 1 किलो अन्डा हुँदैन नि त्यसमा त ती बस उता जानु पाइँदैन कहाँ म जान्छु 3 मिनेट जति बस यिनै कहीँ जानु पाउँदैन पाएन के कसले खान्थ्यो 30 वटा खान्थ्यो अरे उले यो पाण्डे भर भन्ने जिम गर्दा 30 वटा